आजको हाम्रो जम्मा विभिन्न ठाउँबाट पाल्नुभएका 8 जना सिडीहरू रहनुभएको छ। 8वटा सिडी छन्, 10 मध्ये 8 जना हाम्रो सिडीका सिडिआरमा हुनुहुन्छ। तर हामी सम्मान गर्न हामी समयको अभावले सम्मान गर्न सकेनौँ। त्यसो भएको हुनाले हामी यहाँ हाम्रो एकजना पगडी चार रहनुभएका देवान सिंह राई लगायत त्यो समूहमा म आफू पनि सिली नाच्ने भएकोले त्यो सिलीको समूहमा रहनेछु। र अब हामी केही समयपछि हामी ढोल जम्ताका साथ सुरु गर्छौँ र यहाँले आफ्नो ढोल जम्ता चाहिँ गीतमा सुनिन सक्छ। लामो छ, लहर लामो छ, त्यसो हुनाले ढोल जम्ता चाहिँ ठिक्क मिलाएर एकदमका साथ बजाइदिनु होला। कसैले धेरै ठुलो धेरै सानो स्वरमा नबजाइदिनु होला, एकदमले जुन तरिकाले बज्छ त्यो हिसाबले बजाइदिनु होला। गीत नसुनिन सक्छ र म यो गीतका सिडिआरले नाचेपछि भनिने गीत टिप्ने होला। र अब सिलीमा चाहिँ हामी पहिला रोमबारू नाच्नेछौँ, दोस्रोमा चाठोमा सिली नाच्नेछौँ र अन्तिममा कार्यक्रमको विदाई सँगसँगै प्रतियोगिताको विदाई सँगसँगै हामी युवादाहरूलाई नाचेर यो हाम्रो प्रतियोगिताको समयलाई हामी समापन गर्नेछौँ। र त्यो समापन पछाडि पनि हाम्रो सिडी निरन्तर रहनेछ। हाम्रो सिडी समापन भएको घोषणा लगत्तै बाहिर रहनुभएका तमाम सिडी प्रेमी हाम्रा सिडिआङमा रहनुभएको छ। उहाँले त्यस पछाडि तुरुन्तै सिडी सम्पन्न भए पछाडि आफ्नो इच्छा अनुसार आएर जुन जुन ठाउँमा नाच्न मन लाग्छ, जुन जुन ठाउँमा तपाईँको समूह छ त्यो आएर नाचिदिनु हुन हार्दिक अपिल गर्दै अब यो कार्यक्रमलाई सुरुवात गर्न हाम्रा सिडिआङमा देवान सिंह लगायत म उहाँको साथमा म आफै पनि रहनेछु र हाम्रा निर्णायक मण्डलीज्यूहरूलाई मैले यहाँ उहाँलाई यो मूल्याङ्कन प्रतिवेदन तयार गर्नको निमित्त म यो खुसी दिन हुन म हार्दिक अनुरोध गर्दछु। अन्दर खानु राईज्यू यहाँले आफ्नो मूल्याङ्कन प्रतिवेदन तयार गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी रामदेव राईज्यू रोशन राईज्यू आफ्नो प्रतिवेदन तयार गरिदिनु अनुरोध गर्दछु।
आज हामी जो जो यहाँ सहभागी भएका छौँ, जुन 8वटा टोलीको सहभागिता यहाँ रहेको छ, कुनै पनि प्रतिस्पर्धामा गएर सहभागी हुनु नै ठुलो कुरा हो। पहिलो कुरा, असफल हुनु सधैँभरिका लागि असफल होइन, एकपटक असफल भइयो, त्यो सफल हुनुको एउटा अघिल्लो स्टेप पनि हो। यो कुरा यहाँहरूले सम्झिनुहुनेछ। 8वटा टोली तपाईँहरूको रहेको छ। 8वटा टोली मध्ये 3वटा पहिलो, दोस्रो र तेस्रो पुरस्कारको राशि यहाँहरूले चाहिँ व्यवस्था गर्नुभएको रहेछ आयोजक टिमले। जुन आयोजक टिमको निर्णयअनुसार, जुन व्यवस्था अनुसार हामीले पहिला, दोस्रो र तेस्रो स्थान ओगट्न सफल हुनुहुने टिमहरूलाई एकपटक अब को हुनुहुन्छ यहाँ म सम्मान पत्रहरू सबै चाहन्छु। यहाँ के अरे धेर गफ नगरिकन तेस्रो स्थानमा आउन सफल हुनुभएको छ। हामी 3जनाको निर्णय यो। तेस्रो स्थानमा आउन सफल हुनुभएको छ। 3जनालाई 25-25 पूर्णाङ्कले हामीलाई चाहिँ जिम्मेवारी दिएको थियो। 25-25 पूर्णाङ्कले जोड्दाखेरि 75 पूर्णाङ्क जम्मा भयो। 100%मा 75 पूर्णाङ्कमा यहाँहरूले 45 अङ्क प्राप्त गरी हत्तुगढी होमताङ हत्तुगढी 5 हाल के अरे हत्तुगढी 5 साबिक होमताङको टिमले 45 अङ्क प्राप्त गरी तेस्रो स्थान ओगट्न सफल हुनुभएको छ। अनि त्यसै गरी दोस्रो स्थान ओगट्न सफल टिम रहेको छ हाम्रो पाहुना टोली रहेको छ। पाहुना टोली भनेको चाहिँ हाम्रो रामप्रसाद राई गाउँपालिकाबाट पाल्नुहुने टिम रहेको छ। जुन टिम रहेको छ हाम्रो विकास राई, उहाँ वडा सदस्य पनि हुनुहुन्छ। उहाँको टिमले प्राप्त गर्नुभएको छ 75मा 50.5 अङ्क प्राप्त गरी दोस्रो स्थान ओगट्न सफल हुनुभएको छ। उहाँहरूको लागि अनि अब पहिलो स्थान को हुनुभएको छ र पहिलो स्थान ल्याउन सफल को होला? अनुमान गर्नु को होला? लगभग यहाँ छ, लगभग 75 पूर्णाङ्कमा 51 अङ्क प्राप्त गरेर 0.5 अङ्क बढी प्राप्त गरेर प्रथम स्थान ओगट्न सफल हुनुभएको छ हत्तुगढी वार्ड नम्बर 3। उहाँहरूलाई एकमुष्ट रूपमा बधाई दिँदै म अनि त्यस पछाडि हाम्रो यो आयोजक टिमलाई धन्यवाद दिँदै यस्ता खालका अवसरहरू फेरि हुनेछ भन्दै म एकपटक क्षमा प्रार्थी माग्दै बिताउन चाहन्छु। धन्यवाद।